के किन गरे जस्तो मुजी ठुलो कुरा नगरेन कस्तो बाउलाई त्यस्तो के भन्यो तिमीले भाइ बाउको बोली समाधान गर्न दे बाउ के गरे अहिले बोले छैन म एक शब्द बोले छैन म होइन फोन गरिदिउँ न कति गर्नु 5 दिन राख्छ होला 5 दिन बसेर काट्छु म बाउलाई अब 5 दिन राख्छ भनेर चौकीमा फोन गर्यो भने 5 दिन आयो पछि आएर काट्छु अनि गर्ने के त एकछिन फोन गरिदिउँ न एकछिन फोन चाहिँ गरिदिउँ न यससँग बोले छैन योसँग बोले छैन म ल्याए बोले मेरो भान्जा र मम्मीसँग बोलिरहेको छु म बोला बाबु बोला खाउने भन्नु मुजी के मुजी दे तेरो व्यवहार गर्छु भन्नु पर्यो नि तपाईँ हजुर भन्नु पर्यो त जस्तै व्यवहार गर्छु म त्यस्तै गर्छु विचार गर्नु जा बोला उसकोलाई 5 दिन लाग्छ होला मलाई हत्या राखेदेखि मैले कसैलाई हात हाले छैन के गरे छैन मेरो घरको भित्ता मैले मेरो हातले हाने हो कसैलाई के गर्ने छैन मैले यो दिदीलाई थाहा म कसै बोले खायो यसमा चौकीलाई चाहिँ फोन चाहिँ गरिदिनु न त्यहाँ पुलिस उता जानु पर्यो त्यहाँ दुप्चेमा लिएर जाओस् मलाई 5 दिन 6 दिन कति 10 दिन कति राख्छ त्यसपछि आएपछि अनि मैले व्यवस्था राम्रै गर्छु त्यसले भन्नु नटेर भएर मैले त्यसलाई धम्का मात्रै हो पिटा खाँ त्यसलाई मैले पिटेको देखेको सुनेको मैले त देखेको त भित्र त आमा अलिअलि पिट्या हो सबै निलै नि सर सबै चुट्यो यति गरेन सम्झाउनुबाट जा पर्दैन ओए हुँदैन के बच्चालाई बच्चा हो अहिले भर्खर जाँदैन मुखले सम्झाउनु राम्रो मुखले सम्झाउनु बोलाएर पठायो भने 10 दिन बस्छु होला धेरै बसेदेखि म त्यो भन्दा बढी बस्दैन बरु 10 वर्ष लागि बस्छु एकैचोटि चौकीलाई फोन गरिदिनु म गर्दैन भने उता चाहिँ पुलिस जानु उता फोन गर दुर्मा गरे के त्यहाँ आएर बसिरहेको छ होइन किन बोलाउने भने के हामीले चाहिँ किन बोलाउने के खतम मैले भने यसमा बोले खाम अब के बोल्छ मलाई यो चाहिँ बोलेको म हो बोले खाइन तसँग म भाइ ठुलो गर्नु होइन गरे चाहिँ के खतम भने मैले हो घरमा बसेर सुपलार सुतिरहेको थिएँ म अहिले भर्खर सन्जुलाई त्यहाँ खोजेर ल्याएर भातहरू जम्मै छरिबुट त्यो बत्ती उयो गर्नलाई मैले टेबलमा चढ्दाखेरि खस्यो त्यो छरिबुट्ट कति नै आफू चाहिँ नफाले जस्तो अहिलेसम्म छरिबुट भात बनाएको मसँग नबोलै मैले भनिदिरहेको छु छ मुजी खाँदै जान माछी खाँदै मुजी के खाँदै भयो त भने के भने त्यही हो के मैले के गरेँ खाँ तँलाई तँलाई तँले के गरेछ तेरो बाउ घर हो त्यो कसो गर्छु मेरो दिदीले बनाएको घर हो त्यो जा बरु आफ्नो साइला पुलिस बोल्यो नि मलाई एकैछिनमा के गरेँ खाएर मैले भने क्या सधैँ लमडा गर्ने के हो तिमी हामीले यो गर्ने हो छिमेकीमा दिस्तो मैले केही गरेँ छैन भने सन्जुलाई करा मात्रै हो पिटे खाइन त्यसलाई अनि फेरि पुलिस एकैछिन छिन पुलिस बोल्यो किन ओइ के गर रुममा रुईहरू मलाई मार्नु नसक्ने दिने घरबाट तपाईँ देखाउने हामीले नसक्नेहरू के सधैँ झगडा गर्नु चाहिँ